Hey guys, नमस्ते। आज हामी रामधुनीसम्मको यात्रामा गइरहेछौँ। तपाईहरुले देख्न सक्नुहुन्छ हामी सबै मिलेर रामधुनीको यात्राको लागि प्रस्थान गरिसकेका छौँ। भर्खरै हामी गडन पुल नजिकै पुगेको छौँ र गडन पुललाई पार गरिसकेको छौँ। Hey guys, हामीहरू झुम्का बजार पुगिसकेका छौँ। ढोका लगाले झुम्का बजार आइसकेका छौँ। अब झुम्का बजार आइपुगेर अब एकछिनपछि हामी रामधुनीको लागि निस्किन्छौँ। यो रामधुनी जाने बाटो हो। यो झुम्का बजारको पुरा झुम्का चौक हो। अहिले हामी ऐतिहासिक रामधुनी मन्दिरको प्रवेशद्वारमा पुगिसकेको छौँ, जुन चाहिँ सिङ्या गाउँबाट प्रवेशद्वार सुरु भइसकेको अवस्था छ। हामी सिङ्याबाट लगभग आधा पौने घन्टा ढिलो गरी त्यहाँ पुग्नेछौँ। हाम्रो यात्रा सुरु भइसकेको छ। हामी साथीहरू त्यहाँ गएर आज निकै नै रमाइलो गर्नेछौँ। यो बाटो हेर्न सक्नुहुन्छ। यो रामधुनी नगरपालिका जाने बाटो यता छ र यो रामधुनी वन जाने बाटो, मन्दिर जाने बाटो हो। यो पिचलाई नछोडिकन सिधै पश्चिम चल्दै गयो भने हामी रामधुनी मन्दिर परिसर पुग्नेछौँ। यो बाटोलाई नछोड। फाइनली गाइज हामीहरू रामधुनी मन्दिर परिसर पुगिसकेका छौँ र अब हामी केही छिनपछि यो रामधुनी वनजङ्गलको पेरिफेरीमा रमाउनेछौँ। हाम्रो टिमहरू पनि पुगिसकेको छ। हामी केही छिन यता विश्राम गर्न खोजिरहेछौँ। सब गंजा समझ झुकल है। कौन घोंगी? हाँ, यहाँ घोंगी का है ना। शायद कहीं यहाँ घोंगी रखा आगे चला। यहाँ घोंगी रखा। ये पैर में सब करते